सम्पूर्णलाई नमस्कार। म लाक्पा तामाङ। 10 वर्षसम्म मैले पनि राप्रपा भन्दै हिँड्ने, राजा भन्दै हिँड्ने, तर त्यो नै मेरो जिन्दगीको सबैभन्दा ठूलो राजनीतिक भूल थियो, गल्ती थियो। 2075 सालमा त मैले मेरै नेतृत्वमा राप्रपा नेपाल पार्टीसम्म खोले। आज त्यो पार्टी कमल थापाले चलाइरहेको छ। राजेन्द्र लिङ्गदेनसँग पनि काम गरे। उहाँको एउटा डायलेग छ, भ्रष्टाचार गरी खानु भनेको आमाको खुन पिउनु सरह हो, तर यो उहाँको एउटा डायलेग मात्र हो। जब म भ्रष्टाचारको विरुद्धमा सडकमा आन्दोलन गरिरहेको हुन्थे, त्यतिखेर ऊ महामन्त्री थियो राजेन्द्र लिङ्गदेन, म धनकुटा जिल्ला उपाध्यक्ष थिए। उहाँले फोन गर्नुहुन्थ्यो, अनि भाइ तिम्रो त्यो आन्दोलन तुरुन्त बन्द गरिहाल, नत्र तिमीलाई कारबाही हुन सक्छ। हामीले बोल्ने मात्र हो, अन्तिममा उनीहरूसँग मिलेर काम नगरेसम्म हाम्रो पार्टी चल्दैन। यसरी फोन गर्नुहुन्थ्यो। 2 वर्ष अगाडि ज्ञानेन्द्र साईसँग सिंहदरबार अगाडि मेरो लफडा परेको, झगडा परेको, विवाद भएको त तपाईहरुले देखिसक्नु भएको छ मिडिया मार्फत। किन झगडा पर्यो? त्यो फाइल कसको थियो? सबै राप्रपाको नेताहरूको थियो। अरूको पार्टीको नेतालाई विरोध गर्ने, भ्रष्टाचारको कडा आलोचना गर्ने, अनि आफ्नै पार्टीको नेताको भ्रष्टाचारको फाइल लिएर जाँदा ज्ञानेन्द्र साईले मसँग भेट्दै नभेट्ने, उनीहरूको बारेमा चुई नबोल्ने, सबै देखावटी ढोंगी हो। अनि 2075 सालमा जुन राप्रपा नेपाल मैले खोले नि, त्यो कुन शक्ति प्रयोग गरेर, कुन डकुमेन्टहरूले खोले त्यो मलाई थाहा छ कि एक प्रमाण मसँग छ। सबै अवैधानिक तरिकाले पार्टी खोलिएको हो। 24 घण्टाभित्र त्यो पार्टी खारेज हुन्छ। सप्रमाण मसँग छ नेपाल सरकारलाई चाहिएको खण्डमा। राप्रपाले गाई चिन्ह चलाउन पाउँदैन भनेर त 2075 सालमा निर्वाचन आयोगले निर्णय गरिदिसकेको छ। तर पनि आजसम्म प्रत्येक कार्यक्रममा गाई चिन्ह सहितको झण्डा प्रयोग गरिरहेको छ। यो पनि तुरुन्त बन्द गरिनुपर्छ। मैले उजुरी पनि गरेको थिएँ। यो पनि नेपाल सरकारको ध्यान आकर्षण होस्। मैले यो किन बोलिरहेको छु भने मैले यस्तो आन्दोलनहरू धेरै देखे। 2046 सालदेखि यता 62-63 मा यो भन्दा ठूलो जनआन्दोलन भएको थियो, तर त्यो सिर्फ जनताको लागि आन्दोलन भएको थियो। एउटा व्यवस्था परिवर्तनको निमित्त आन्दोलन भइरहेको थियो। तर जुन आजको मैले आन्दोलन देखेँ नि, मेरो पुरानो साथीहरूको अराजक गतिविधि देखेँ नि, मलाई त्यो सह्य भएन के। कोटेश्वरको घर दिन दहाडै लुटपाट गरिरहेको छ, तोडफोड गरिरहेको छ, आगजानी गरिरहेको छ, सिसाहरूमा ढुङ्गा हानिरहेको छ। व्यक्तिगत रिसिभी सर जनताको घर यसरी तोडफोड गर्न मिल्छ? भाटभाटेनीमा दिन दहाडै लुटपाट गरिरहेको छ, रक्सी लुटिरहेको छ, फलफुल लुटिरहेको छ, बियर लुटिरहेको छ, सटर फोरी फोरी चाहिँ लुटपाट गरिरहेको हुन्छ। यस्तोलाई भन्छ आन्दोलन। आज यिनीहरू शक्ति शासनमै नआउँदाखेरि त यतिसम्म अराजक छ भने सोच्नुहोस्, भोलि साँच्चै नै राजा आइदियो भने यिनीहरूले घर घरमा गएर लुट्ने रहेछ नि त। यी लुटेराहरूले मेरो पुरानो साथी भन्न पनि लाज लाग्छ। हामी त यस्तो थिएनौं। पहिला शान्तिपूर्ण तरिकाले आन्दोलन गर्यौं गर्दाखेरि पनि। अनि जुन यी राजावादीहरूले राजाको कुरा गर्छ नि, बेलायतमा राजा छ, अस्ट्रेलिया क्यानाडामा राजा छ। आकाश जमिनको भिन्नता छ। बेलायत देखेको छु, बेलायत भोगेको छु, बेलायत घुमेको छु। बेलायतको राजा र नेपालको राजामा आकाश जमिनको भिन्नता छ। बेलायतमा निशुल्क शिक्षा छ, निशुल्क स्वास्थ्य छ, प्रत्येक जनताले रोजगार पाएको छ। रोजगार नपाएको खण्डमा पनि बेरोजगार भत्ता पाएको छ। देश समृद्धिको कुरा त कुरै छोड्दिउँ। कतिसम्म समृद्धि छ बेलायत? नेपालको राजासँग त्यो तुलना गर्न मिल्दैन। व्यक्तित्वमा पनि असर पर्छ क्या। व्यवस्था आफैमा खराब हुँदैन। वीरेन्द्रसम्म ल ठिकै थियो भन्छु म पनि, तर ज्ञानेन्द्र पारसलाई राजा बनाएर हुन्छ र भनेको। अनि बेलायतको राजासँग तुलना गरेर हुन्छ? जनतालाई भगवान मान्छ बेलायतको राजाले, तर त्यहाँ जनतालाई भुसुना सरह पनि गन्दैन। मैले त भोगेको छु नि 10 वर्ष। अझ जनजाति तामाङ समुदायलाई त यी राजाले त भुसुना पनि गन्दैन। 10 वर्ष राजा भन्दै हिँडेको छु क्या म पनि। 101 प्रमाणहरू छ। अवैधानिक गतिविधिद्वारा चाहिँ पार्टी सञ्चालन गरेको छ, पार्टी दर्ता गरेको छ। आज देश बचाउनको निमित्त, ती अराजकहरूबाट यो देश बचाउनको निमित्त चाहिँ, गणतन्त्र संस्थागत गर्नको निमित्त चाहिँ नेपाल सरकारलाई म जस्तो सुकै किसिमको सहयोग गर्न तयार छु। मबाट पनि गल्ती भएको छ होला हैन, राजनीतिक गल्तीहरू, कानुनी गल्तीहरू भएको छ। यी दुई पार्टी अवैधानिक तरिकाले चलेको छ, प्रमाण मसँग छ। धन्यवाद, नमस्कार।